मेरो युट्युब च्यानल हेरिरहनुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा अभिवादन साथै यो समय शुभ प्रभात। आज म तपाईहरुको बीचमा एउटा कुरा भन्न चाहन्छु ताकि आज यो च्यानल नयाँ च्यानल छ, तपाईहरुको बीचमा आउनुहुनेछ अनि जसले हेर्नुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै यो च्यानल खोल्नुको उद्देश्य चाहिँ म यहाँ विभिन्न किसिमका मनोरञ्जनका कुराहरू राख्नेछु र मनोरञ्जनको कुराहरू, शिक्षाको कुराहरू अनि जनचेतनाको कुराहरू, हरेक कुराहरू राख्न सक्छु। त्यसकारणले गर्दाखेरि यो च्यानल खोल्नुको उद्देश्य चाहिँ यो च्यानल खोल्ने बित्तिकै मानिसले सबै कुराहरू पाओस् भन्ने मेरो धारणा हो। त्यसकारणले गर्दा यो इन्डिभिजुअल भन्ने च्यानल मैले क्रिएट गरेको छु। मलाई आशा छ तपाईहरुले यो हेरेर मनोरञ्जन लिनुहुनेछ, ज्ञान लिनुहुनेछ, जनचेतनाको कुराहरू तपाईले पाउनुहुनेछ भन्ने म विश्वास गर्दछु। त्यसकारणले गर्दा यो आज मैले यो न्यू च्यानल क्रिएट गरेको छु। यहाँहरु सबैलाई हेरिदिनुको लागि धन्यवाद दिन्छौं अनि यो च्यानललाई सब्स्क्राइब अनि गरिदिनु होला अनि लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, किनभने यो जुन भिडियो मैले बनाउँछु त्यो भिडियोहरु चाहिँ हरेकको बीचमा पुग्न सकोस् भनेर। आज म तपाईहरुलाई अन्तमा एउटा कुरा भन्न चाहन्छु। साच्चै नै हाम्रो समाज, हाम्रो देश नेपालमा अहिले भइरहेको जुन कुराहरू, घटनाक्रमहरू छ, यो घटनाक्रमले एउटा आशा चाहिँ छ हैन। जुन नेपालमा विकास हुन्छ भन्ने आशा छ, नेपालमा भ्रष्टाचार निर्मूल हुन्छ भन्ने आशा छ। तरै पनि यस्तै हुने हो भने यी अहिले जुन नयाँ पुस्ताका जुन अन्तरिम सरकारहरू गठन भइरहेको छ, यी नयाँ सरकारले पनि जनताको मुद्दामा काम गरेन भने, जनताको ले चाहे अनुसारको काम गरेन भने फेरि यस्तै द्वन्द्व अथवा यस्तै आन्दोलन नहोला भन्न सकिँदैन। त्यसकारणले गर्दा तपाईहरु हामी सचेत हुनुपर्छ र म राजनीतिक नेताहरूलाई नि भन्दछु जो चाहिँ अहिले अन्तरिम सरकारमा सहभागी भएर आफ्नो कार्यभार सम्हालिरहनु भएको छ, उहाँहरूलाई पनि म अनुरोध गर्दछु कि हाम्रो देश नेपालमा जनताले चाहे अनुसारको काम गर्नुपर्छ भन्ने मलाई लाग्छ, सुझाव सल्लाह दिन चाहन्छु। किनभने यदि जनताले चाहे अनुसार भएन भने फेरि यसरी आन्दोलन हुन्छ। 7 सालमा एउटा आन्दोलन भयो, क्रान्ति भयो, जुन 7 सालमा राणा सरकारहरू हट्यो। 46 सालमा एउटा क्रान्ति भयो जहाँ चाहिँ एकलौटी शासन थियो, एकात्र शासन, त्यसमा चाहिँ प्रजातान्त्रिक अब धेरैवटा दलहरू खोल्न पाउने कुराहरू आए। जब 52 सालमा एउटा जनयुद्ध सुरु भयो र त्यो जनयुद्धको परिणाम 62-63 मा नेपालमा गणतन्त्र स्थापना भयो। अनि त्यसै गरी अहिले हामीले पाएको जुन गणतन्त्रमा हामीले बोल्नु पाउने अधिकार र हामीले आफ्नो अधिकारको विषयमा बोल्नु पाउने जुन अधिकार सुनिश्चित भएको छ। अनि यो सुनिश्चितताको साथसाथै अझै पनि यसमा के भएन भने भ्रष्टाचार निर्मूल नभएको कारण नेताका छोराछोरीहरू लग्जरी जीवन जिउँछ भने त्यही जनताको छोराछोरी त्यति नै कमाउँछ तर पनि गरिबीमा किन भन्ने कुराहरू भइरहेको छ। त्यसकारणले गर्दाखेरि त्यो कारणले यो जेन्जी आन्दोलन भयो। अनि यो जेन्जी आन्दोलनले दिएको उपलब्धिमा टेकेर अनि जुन अन्तरिम सरकारहरू भएको छ, यहाँलाई मेरो सुझाव सल्लाह छ, राम्रोसँग जनताको पक्षमा काम गर्नु हुन म अनुरोध गर्दछु। हुन्छ, यहाँहरू सबैलाई धन्यवाद सुन्नुभएको लागि, धन्यवाद। एक लाइक र शेयर गरिदिनु हुन अनुरोध गर्दछु भन्दै बिदा चाहन्छु। धन्यवाद।